प्याज है गाइस, हो प्याज कटिङ है। यो एकै ठाउँ हाल्ने हो त। हामी चाहिँ 18-19 जना छौँ। 18-19 जनालाई चाहिँ यहाँ पुरा प्याज कटिङ गरिरहेछ। जाडो बढी छ, बल्ल घाम आइपुग्यो हाम्रोतिर। हजुरहरुकोतिर कतिको जाडो छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। ल कटिङको काम सिद्धियो है गाइज हो। मैले यहाँ आलु चाहिँ अघि काटेर रेडी बनाइरहेको छु। आलु यो चाहिँ हाम्रो किचन हो। यस्तो छ किचन। यस्तै हो लेबरको जिन्दगी गाइज हो। है गाइज हो, म चाहिँ आज यहाँ सब्जी कटिङ गर्दैछु है। आजको दिन चाहिँ हाम्रो यहाँ कम्पनीमा काम नचलेको थुप्रै दिन भएर यहाँ कुक दाइलाई म यहाँ सब्जीहरू यहाँ लसुन काट्दैछु अहिले चाहिँ। कम्पनी डुबानमा छ, के गर्नु, खाना र बस्नु भन्दा काम छैन। रमाइलो भइरहेछ। बसेर सेलेरी आउँछ कि आउँदैन टेन्सन भइरहेछ। त्यस्तै छ है गाइज हो। हेलो गाइजहरु, सबैजनालाई नमस्कार। हामी चाहिँ आज यसरी यो गुलकोट बजारको गुलकोट गाउँपालिकाको मेलामा गइरहेछौँ। अहिले हामी बाटोमा जाँदैछौँ। हामी 3 भाइ चाहिँ